Hello everyone, today I am going to teach you how to play uh, YouTube videos on background and even in lock screen. Okay? आज म तपाईँहरूलाई सिकाउन गइरहेको छु कि कसरी चाहिँ युट्युब भिडियोजहरू चाहे त्यो म्युजिक हो चाहे त्यो मुभी हो चाहे त्यो कुनै पनि सर्ट अफ भिडियोजहरू हो त्यो चाहिँ हामीले लक स्क्रिन दबाएर अथवा त्यो एपबाट बाहिर निस्केर चाहिँ कसरी चलाउन सक्छौँ हैन। फर्स्ट अफ अल वी निड टु ओपन प्ले स्टोर। हामीले सुरुमा चाहिँ प्ले स्टोर ओपन गर्नुपर्ने हुन्छ। त्यस पछाडि हामीले गर्नुपर्ने हुन्छ डाउनलोड एउटा ब्राउजर जसको नाम छ मोजिला फायरफक्स। यो चाहिँ एकदम ट्रस्टेड र वेल रिनाउन्ड ब्राउजर हो। मैले चाहिँ डाउनलोड गरिसकेको छु अलरेडी हैन। तपाईँले पहिलाको पिसिजहरूमा ल्यापटपहरूमा देख्नुहुन्थ्यो होला यो ब्राउजर। ट्रस्टेड ब्राउजर हो, थर्ड पार्टी ब्राउजर होइन यो, एउटा जेन्युन ब्राउजर हो। यसलाई चाहिँ अब मैले डाउनलोड गरिसकेको छु, सो द्याट्स वाइ आई निड टु ओपन द्याट। ओके, मैले ओपन गरेँ। अब फर्स्ट थिङ तपाईँले के गर्नुपर्छ भन्दाखेरि सुरुमा गर्नुपर्ने कुरा युट्युब खोल्नुभन्दा अगाडि मैले पहिला यसको जेनरल इन्टरफेस सुरुको देखाएँ। पहिला चाहिँ तपाईँले चाहिँ युट्युब खोल्नु पऱ्यो। वाइटी हानेपछि युट्युब आइहाल्छ होइन। युट्युबमा भित्र खोल्नु पऱ्यो। यसमा चाहिँ ओपन नदाब्नु होला होइन। ओपन दाबेपछि एपमा जान्छ। एपबाट चाहिँ हामीले युट्युब भिडियो चाहिँ त्यसरी हेर्न सक्दैनौँ। हामी ब्राउजरमै जुनुपर्ने हुन्छ। त्यही भएर ओपन नगएर क्यान्सलमा छुनु होला। अब चाहिँ खुल्छ, यो ब्राउजरमा खुल्छ। ब्राउजरमा खुलिसके पछाडि तपाईँहरूले चाहिँ गर्नुपर्ने चाहिँ के हो भन्दाखेरि सुरुमा यहाँनिर गएर चाहिँ गर्नुपर्ने हुन्छ। यहाँनिर जो डेस्कटप साइट भन्ने छ यो थर्ड अप्सन, यो डायलग बक्समा आएको थर्ड अप्सन डेस्कटप साइट छ, त्यसलाई चाहिँ अन गर्नुपर्ने हुन्छ। अब यो अन भइसके पछाडि यो चाहिँ डेस्कटपको एउटा पिसीको जस्तो भर्जनमा आउँछ होइन। यो आयो र अब हामीले कुनै पनि एउटा भिडियो प्ले गर्न सक्छौँ। ओके, त्यो भिडियो प्ले गर्नलाई कुनै पनि एउटा भिडियो लिउँ। ल यही भिडियो लगाएँ मैले होइन। अलिकति साउन्ड कम गरिदिन्छु किनकि साउन्ड बढाएपछि यसको भन्दा मेरो भन्दा उसको साउन्ड बढी आउन सक्छ। अब यो चाहिँ लोड हुने कुरा चाहिँ नेटको हो अनि त्यसपछि मोबाइलको कस्तो छ त्यो कुराहरूमा भर पर्छ होइन। तपाईँले चाहिँ अब यो भइसके पछाडि अब मेन काम हाम्रो के भन्दाखेरि ब्याक। अब यो चाहिँ यो यसरी त जेमा पनि चल्छ होइन। अब हामीले गर्नुपर्ने चाहिँ होम स्क्रिन दबायो भने चल्छ कि चल्दैन त। ल होम स्क्रिन दबायो मैले, चलिएको छ कि छैन? चलिरहेको छ गाइस, चलिरहेको छ। र यो कुरा चाहिँ तपाईँहरूले चाहिँ होम स्क्रिनमा दबाएर होइन कि इभन लक स्क्रिन दबाएर पनि गर्न सक्नुहुन्छ। इभन तपाईँले लक स्क्रिन दबाउनु भयो भने पनि यो चाहिँ चल्छ। अब मैले लक स्क्रिन अहिले चाहिँ दबायो भने चाहिँ के हुन्छ भन्दाखेरि मेरो चाहिँ स्क्रिन रेकर्डर अफ हुन्छ होइन। द्याट्स वाइ आई वन्ट डु द्याट। सो तपाईँहरूले चाहिँ लक स्क्रिन दबाएर पनि चलाउन सक्नुहुन्छ होइन। यो एउटा राम्रो हो किनकि यो भइसके पछाडि हामीले चाहिँ डाउनलोड गरिरहनु परेन। युट्युब प्रिमियम चाहेन हामीलाई म्युजिकहरू सुन्नलाई, प्रत्येकचोटि थर्ड पार्टी एप्लिकेसनबाट डाउनलोड गर्नु परेन होइन। जस्ट एउटा प्लेलिस्ट खोल्यो, मोजिला फायरफक्स खोल्यो अनि त्यसपछि ट्यागको होम स्क्रिन दबाइसके पछाडि। र इम्पोर्टेन्ट कुरा के भन्दाखेरि तपाईँहरूले चाहिँ यहाँनिर चाहिँ यो चाहिँ डेस्कटप साइट भन्ने अप्सन चाहिँ अन राख्नुपर्ने हुन्छ। दुईवटा स्टेप गर्नु पऱ्यो। एउटा मोजिला फायरफक्स इन्स्टल गर्नु पऱ्यो र नेक्स्ट थिङ यु निड टु अन द्याट। यदि अन भएन भनेपछि ब्याकग्राउन्ड चल्दैन है साथीहरू।